जो जलपा नेवा पत्रकार राष्ट्र दबु पाखे क्षेत्र दुनुगलन छे लसको सेनासुना थु इ कोरोना संक्रमणिया जोखिम इ अले थुगु इले छिगु दिनचर्या गेजयासुना छिगु दिनचर्या थो रोग नाप लयागु क्षमता अफै कथा जयासुना व गति जयासुना जिमाको गति ख थ्वे नेस थुगु इले छितिनाको जुला वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मिना प छिथुगु विषय खलबला बेकितनाको ख बेकनाप कोरोना भाइरस संक्रमण जोखिम लिसेंसु थुगु इले मेगु छगु समस्या न खनिदया छगुदु ओ दैगु बेकला लकडाउन सिन्ड्रोम दगा उकिया तना सुना दिगुदु अले थो लकडाउन सिन्ड्रोम न थुगु इले या छगु चिन्ता ख थुगु इले या छगु भय ख पुलिसना चा पुलिसना मचा थो छुख थुगु ए विषय जे थुगु इले खलाबला बेकितना गु ख वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मी थुगु इले छिगु स्वापति खेने दुमको गुदु वेकेत लसको सया वैकनप छितुगु इले नेवा भाषा मुखु वैकनप खस नेपाली भाषा खलाबला बेकितनाको ख नमस्कार नमस्कार हजुर स्वागत छ कार्यक्रममा हजुर नमस्कार एकदम ठीक छ यो समय सन्चै हुनुहुन्छ भन्ने प्रश्न जुन हामीलाई केही समय अगाडिसम्म सामान्य लाग्थ्यो तर अहिले त अब सन्चै हुनको लागि पनि चुनौतीहरू बढेको छ यो समय एकदमै पक्कै हो हजुर अनि यो समयमा अब हामी सुरक्षित छौं भनेर घरमा बसिराखेका छौं तर तपाईले इंगित गर्नु भएको छ तपाईले ध्यानकर्षण गराउनु भएको छ घरमै बस्नु र यो समय बाहिर नजानु अनि घरमा छु र सुरक्षित छु भन्नु पनि सुरक्षा होइन रहेछ यो समय घरमै रहँदाखेरि पनि अरु विभिन्न लक्षणहरू अरु विभिन्न संकेतहरू हुँदो रहेछ जसलाई लकडाउन सिन्ड्रोमको रूपमा तपाईले व्याख्या गर्नु भएको छ यिनै विषयमा सबैलाई पहिला प्रश्न पार्दिनुस् न सब हामीहरू एउटा सरुवा रोगको लागि सुरक्षित हुन भनेर हामीहरू लकडाउनमा बसेका छौं यो एक किसिमको अब यो रोग संक्रामक रोग मानिसहरुलाई नसरोस् नफैलियोस् भनेर गरेको हो यो हुन त यो विश्वव्यापी महामारी हो धेरै मान्छेहरुलाई संक्रमण भएको छ धेरै मान्छेहरुको मृत्यु भएको छ यसबाट बच्नलाई अब एकदमै ठूलो यो ठूलो भनौं न सबैले यो प्रयास चाहिँ जारी छ संसारभरि तर अहिले के अर्को एउटा समस्या उत्पन्न भयो त भन्दाखेरि अब एउटा महामारीबाट बस्दाखेरि हामीहरु अब अर्को महामारीको एउटा चपेटामा परेका छौं त्यो के हो त भन्दाखेरि लकडाउनको कारणले गर्दाखेरि एउटा नयाँ रोग जसलाई मैले एउटा नयाँ महामारी भनेको छु जसलाई लकडाउन सिन्ड्रोमको नामबाट मैले परिभाषित गरेको छु अब यस्तो स्थिति चाहिँ अहिले हामीले देखेका छौं मैले त आजको दिनमा पनि म एउटा डाक्टर भएको नाताले दिनदिनै बिरामीहरु हेरिराखेको छु धन्य 30 40 50 जना बिरामीहरुसँगको सम्पर्कमा म छु र मैले के पाएँ त भन्दाखेरि धन्य 30% बिरामीहरु जो जचाउन आउनुहुन्छ उहाँहरुलाई एक नयाँ किसिमको लक्षणहरु मैले फेला पारे त्यो कस्तो किसिमको लक्षणहरु भन्दाखेरि मानिसहरुलाई छाती दुखेर आउने अब एकदमै छातीमा चाहिँ ढुङ्गा राखेको जस्तो गरुङ्गो भएर आउने त्यस्तो प्रकारको लक्षण एउटा अनि त्यसपछि एकाएक मुटुको धड्कन बढेर आउने मुटु ढुक 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 भएको चाहिँ मान्छेले अनुभव गर्ने त्यो दोस्रो लक्षण अर्को तेस्रो लक्षण चाहिँ एकदमै सास फेर्न गाह्रो हुने मान्छेलाई अब खुला ठाउँमा बसिराखेको छ कोठामा तै पनि अक्सिजन नपुगेको जस्तो हुने अनि त्यसपछि मान्छे झ्याल ढोका खोल्नतिर लाग्ने ताकि सास पुगेन अक्सिजन पुगेन भनेर अनि लामो लामो सास फेर्नु पर्ने यो तेस्रो लक्षण भयो त्यसपछि अनायास मान्छेको डर लागेर आउने मान्छेलाई डर त्रास उत्पन्न हुने अनि त्यस्तै प्रकारले एकदमै थकान अनुभव हुने मान्छे बिहान उठ्दाखेरि नै एकदमै थाकेको अनुभव हुने अनि त्यस्तै प्रकारले ज्वरो आएको जस्तो जिउ तातेको जस्तो भइरहने ब्लड प्रेसर बढ्ने यस्ता खालका लक्षणहरु चाहिँ मानिसमा बढेको देखियो अनि कतिपयमा त एकदमै नैराश्यता पनि उत्पन्न हुने केही काम गर्न मन नलाग्ने जाँगर नहुने डर लाग्ने निन्द्रा बिग्रने अनिद्रा हुने त्यसैले यो एक किसिमको रोग देखियो हुन त अब यसो हेर्दाखेरि हामीलाई के लाग्छ भने अब यो कोरोनाको महामारी यतिको ठूलो छ यति ठूलो महामारीको अगाडि यो सानोतिनो कुरो त के हो र जस्तो हामीलाई लाग्छ तर अहिले तथ्याङ्कहरुले के देखाएको छ भने यो लकडाउन सिन्ड्रोम जुन मैले भने यो 6-7 वटा लक्षणहरु तिनीहरु मध्ये भनौं न यो 6-7 वटा लक्षणहरु मध्ये 4 वटा लक्षण मान्छेमा छ भने पनि मैले चाहिँ यसलाई लकडाउन सिन्ड्रोम भएको भनेर भनेछु यसबाट के मानिसलाई जोखिम भयो भने यसबाट मान्छेको हृदयघात हुने सम्भावना बढ्यो त्यसैले अहिलेको पछिल्लो समयमा हामीले हार्ट अट्याक भएका बिरामीहरु धेरै देख्न थालेका छौं त्यस्तै प्रकारले मस्तिष्कघात धेरै हुन थाल्यो
है स्ट्रोक हुने प्यारालाइसिसका समस्याहरू देख्न थालेका छौँ। र अब एकजना प्यारालाइसिस भएको स्ट्रोक भएको मान्छेको त अपरेसन गरेर मृत्यु भएको पनि समाचार आयो कोरोनाको कारणले गर्दाखेरि। त्यो त एउटा कोरोनाको कारणले भएको भनेर समाचारमा आएको कुरो। अहिले कैयौँ स्ट्रोक भएको पेसेन्टहरू हुन्छ। र अर्को कुरो आत्महत्या एकदमै धेरै बढेको अहिले देख्छु। अन्य अरू समयमा भन्दा अहिलेको यो पिरियडमा लकडाउनको पिरियडमा आत्महत्याका केसहरू धेरै भएको रिपोर्टिङ भइराखेको छ। त्यसैले यो लकडाउन सिन्ड्रोम जुन चाहिँ लकडाउनको कारणले उत्पन्न भएका समस्याहरूको जुन एउटा महामारी अहिले देखिएको छ, धेरै मानिसलाई यो देखिएको छ। त्यसैले यसबारे चाहिँ एकदमै मानिसहरू सचेत हुनुपर्ने र संक्रामक रोग कोरोनाबाट त हामी बच्ने उपाय गर्यौँ, तर यो लकडाउन सिन्ड्रोमले हामीलाई झन् मृत्युतिर धकेल्न लागिरहेको पनि यो देखिएको हुनाले मानिसहरूलाई सजग गराउनु पर्ने मैले देखेँ। हजुर डाक्टर साहब, यो लकडाउन सिन्ड्रोम किन देखियो? यो समयमा यो किसिमको समस्याहरू देखिनुको कारणहरू के रहेछ? यसको पछाडि दुई चारवटा कारणहरू छन्। एउटा सबैभन्दा प्रमुख कारण के हो भने अहिले मानिसहरू यो 2-3 महिना हुन लागिसक्यो, मान्छेले आफ्नो दैनिक कामकाजमा चाहिँ मान्छेले ब्रेक लगाउनु पर्यो। यो गरिआएको दिनदिनै गरिआएको जुन दैनिकी छ, मान्छेले दिनदिनै गरिआएको काम अब गर्न नपाउँदाखेरि त्यत्तिकै आइडल बस्नु पर्दाखेरि मान्छेलाई एक किसिमको परिवर्तन हुन्छ शरीरमा है। त्यसैले एउटा कारण चाहिँ गरिआएको दिनदिनै मान्छेको काम व्यवसाय रोजगारी त्यसमा चाहिँ ब्रेक लाग्यो, त्यो नम्बर 1 कारण हो। दोस्रो कारण मान्छेको शारीरिक गतिविधिमा पनि ब्रेक लाग्यो। दिनदिन मान्छे हिँड्थ्यो ओर्थ्यो यताउता हुन्थ्यो, मान्छेको फिजिकल एक्टिभिटी शारीरिक सक्रियता त्यसमा पनि मान्छेको कमी भयो। तेस्रो कुरा के भयो त भन्दाखेरि मानिसहरूलाई एक किसिमको आफूलाई इन्सेक्योर असुरक्षित अनुभव मान्छेलाई भयो। यसमा असुरक्षित भन्दाखेरि अब म रोग लागेर मर्ने पो हो कि, त्यसपछि मलाई चाहिँ अब मेरो रोजगारी गुम्ने पो हो कि, त्यसपछि भोलि गएर मेरो आर्थिक स्थिति एकदमै डामाडोल हुने पो हो कि भनेर मान्छेलाई एकदमै असुरक्षाको अनुभव हुन लाग्यो। यो तेस्रो कारण हो भने चौथो कारण पनि के छ त भन्दाखेरि मान्छेले अहिले एकदमै धेरै सामाजिक सञ्जाल हेरिराखेको अवस्था छ। अब फेसबुक भयो, ट्विटर भयो, धेरै अब यो मेसेन्जरहरू हेरिराखेको छ। टेलिभिजनमा न्युजहरू मान्छेले हेरिराखेको छ, एफएममा न्युजहरू सुनिरहेको छ। जताततै के आइरहेको छ भने कोरोनाको डाटाहरू मात्रै अहिले देखाइरहेको स्थिति छ। यतिजना मान्छे सङ्क्रमित भयो, यतिजना मान्छेको मृत्यु भयो क्वारेन्टाइनमा, यति मान्छे आयो इन्डियाबाट, यतिका मान्छेहरू आयो यतिलाई अब कोरोना सङ्क्रमण भयो, अब त यो एकदमै हुन्छ। मान्छेले एउटा डर त्रासको चाहिँ समाचारहरू सम्प्रेषण भइरहेको परिस्थिति छ, मान्छेले त्यो सुनिराखेको। यी कारणले गर्दाखेरि मान्छेलाई एउटा मनोवैज्ञानिक असर पर्यो। र मनोवैज्ञानिक साइकोलोजिकल मात्रै होइन कि, त्यो मनोवैज्ञानिक असरले गर्दाखेरि एउटा त साइकोलोजिकल मनोवैज्ञानिक असर त भइ नै हाल्यो भने त्यसले शारीरिक असर पनि पार्छ जुन चाहिँ रोगको रूपमा निक्लन्छ। त्यसैले मुख्य रूपमा यी कारणहरू हुन् यो लकडाउन चाहिँ। हजुर डाक्टर साहब, अब जति सूचनाको कुरा गरौँ, सूचना नै अब यो समय निकै सूचनामा सचेत हुनुपर्ने, प्राप्त गर्नुपर्ने, सूचनासँगै नजिक रहनुपर्ने दिनचर्या पनि निकै आवश्यक छ। कहाँ कति सङ्क्रमित भयो अथवा सङ्क्रमणको अवस्था के छ, कसरी हामी सुरक्षित बन्ने, संसारभरै कस्तो अवस्थाहरू छ, यो कुराहरू अध्ययन पनि सबैले निकै जरुरी पनि छ गर्नु। एकातर्फ यो सूचनाहरू निकै आवश्यक छ, अर्कोतर्फ यही सूचनाको कारणले गर्दा तनाव पनि छ अथवा जसरी लकडाउन सिन्ड्रोम पनि देखिएको छ। अब गर्ने के त? अब अवश्य पनि अब सूचना त चाहिन्छ नै, तर के हुन्छ भने सूचनाहरू पनि अब सकारात्मक पनि हुन्छ नकारात्मक पनि हुन्छ। हामी कहाँ धेरै जस्तो सूचना प्रवाह नकारात्मक किसिमले हुन्छ, जसले गर्दाखेरि मानिसमा एउटा भएको स्थिति डर त्रासको स्थिति उत्पन्न हुन्छ। मान्छे मर्यो 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 भन्ने खालको समाचार मात्रै आयो, यति मान्छे बाँचे, यति मान्छेले रोजगारी पाए, यो सकारात्मक सूचनाहरू पनि मिडियाले सम्प्रेषण गर्नुपर्छ। त्यसैले मलाई एउटा सञ्चारकर्मीहरूलाई म पनि एउटा अनुरोध गर्न चाहन्छु कि मानिसहरूमा चाहिँ एउटा सकारात्मक चिन्तन, एउटा आशा भरोसा उत्पन्न गराउने खालको यो निराशाको स्थितिमा चाहिँ आशा भरोसाको समाचारहरू पनि सम्प्रेषण भयो भने मान्छेलाई सकारात्मक असर पार्छ। त्यसैले एउटा पक्ष त्यो छ हाम्रो मिडियाको भने। अर्कोतर्फ अवश्य पनि तपाईँले ठिक भन्नुभयो कि अब यो महामारीबाट मानिसहरू सुरक्षित हुन पनि पर्छ, बच्न पनि पर्यो, तर यसको साथसाथै
यसको कारणले जुन एउटा लकडाउन भएको छ अब त्यसबाट उत्पन्न भएको स्थिति लकडाउनले उत्पन्न भएको स्थिति भन्दा पनि लकडाउनले गर्दा एउटा मानसिक समस्या पर्यो रोग आयो तर यो कोरोना संक्रमणको कारणले गर्दाखेरि जुन व्यापार व्यवसाय सबै शिक्षा सम्पूर्ण कुराहरू जुन अहिले रोजगारीका कुराहरू सम्पूर्ण जुन ठप्प छ त्यसले त ठुलो असर पार्छ मानिसलाई भनेपछि यहाँ के हामीले बुझ्नु पर्यो भने एउटा आफूले रोगबाट छुटकारा पाउनको लागि अपनाउनु पर्ने कुराहरू सुरक्षाका उपायहरू पनि अपनाउँदै गर्नु पर्यो भने अर्कोतर्फ कसरी हुन्छ त अब यो समाजमा यो अहिलेको परिस्थितिमा मानिस कसरी बाँच्ने कसरी सर्भाइभ गर्ने सामाजिक रूपमा आर्थिक रूपमा व्यावसायिक रूपमा मानसिक रूपमा कसरी चाहिँ अब अहिलेको स्थितिलाई सामना गरेर अगाडि बढ्ने भन्ने त्यो सोच हामीले अब त्यसलाई विकास गर्नुपर्ने छ मैले के देख्छु त भन्दाखेरि मानिसहरूले अब घरमै बसेर काम गर्न सिक्नु हुन त अब अहिलेको चलिरहेछ कुरा वर्क फ्रम होम भन्ने एकदमै छ सबै धेरै जसो जसले जानेका छन् बुझेका छन् जो चाहिँ अब एकदमै यसप्रति फ्रेन्डली छन् भनौँ न उहाँहरू वर्क फ्रम होम मान्छेहरूले गरिरहेछ घरै बसेर काम गरिरहनु भएको छ तर धेरै मानिसहरूलाई त्यो आइडिया छैन धेरै त्यसमा एकदमै उहाँहरूलाई अभ्यस्त पनि हुनुहुन्न तर अब के हुनु पर्यो त भन्दाखेरि मानिसहरू सबैले अब आउने कमसेकम 6 महिना 1 वर्षको लागि विकसित देशहरूमा मान्छेले प्लान गरिसके कि अब 1 वर्ष घरमै बसेर घरैबाट काम गर्ने त्यस्ता खालका व्यवसायहरू घरै बसेर आफूले गरिआएका कामलाई चाहिँ यो नेटको मार्फतबाट काम गर्ने जुमको मार्फतबाट इन्टरनेटको मार्फतबाट काम गर्ने त्यसैले एउटा घरै बसेर काम गर्ने त्यो एउटा मानिसले बानी बसाल्नु पर्यो र दोस्रो कुरा मानिसलाई अहिले यो अलिकति शारीरिक गतिविधि कम भएको हुनाले रोग लाग्या हो एउटा कारण त्यो पनि हो त्यसैले शारीरिक गतिविधि घर बसेर बढाउनु घरको कामहरू अहिले यो समयमा मान्छेले जति सक्यो शारीरिक गतिविधि घरका कामहरू भान्साका काम घरका काम बगैँचाको काम अब यो थुप्रै खेतका काम अब गाउँघरतिर त अहिले बाहिरतिर अहिले रोपाइको बेला छ खेतीको बेला छ जति सक्यो धेरै मान्छेले शारीरिक काम गर्न पर्यो र मान्छे व्यस्त भइरहनु पर्यो कुनै न कुनै काममा व्यस्त भइरहनु पर्यो अब मान्छे व्यस्त नभएर सोच्न थाल्यो भने अब फेरि कोरोनाको कुरा हेर्न थाल्छ त्यही कोरोनाको समाचार हेर्न थाल्छ त्यसमा अनि दिमाग जान्छ मान्छे व्यस्त हुनु पर्यो किताब लेख्नेले किताब लेख्नु पर्यो कविता लेख्नेले कविता किताब पढ्ने त्यसपछि मानिसहरूले सङ्गीत सुन्ने खेलकुदहरू इन्डोर आउटडोर खेलकुदहरू हुन्छ त्यसरी मानिसहरूको कुनै हबी छ केही छ सोख छ भने त्यसमा पनि मान्छेले समय दिनु पर्यो भन्दाखेरि कति धेरै मानिस व्यस्त हुन सक्छ त्यति नै अब उसलाई यो मानसिक असर जुन परेको छ त्यो कम हुन्छ र मैले अर्को एकदमै महत्त्वपूर्ण कुरा देखेको के छु त भन्दाखेरि मान्छे त धेरैले रोजगारी गुमाइराखेको अवस्था छ अब रोजगारी कमाएर खानुपर्ने मान्छेले अब कमाउन नसकेपछि त उसलाई त्योभन्दा ठुलो पीडा के हुन्छ हामीले खालि भाषण दिनु मात्रै हुन्छ कि यो नगर त्यो गर भनेर त भएन त्यो त कमाउनु पर्यो खानु पर्यो हो त्यस्ता मान्छेहरूले पनि अब एउटा त राज्यले संरक्षण दिनुपर्छ यस्तै बेलामा हो राज्यले संरक्षण दिने अर्को केही उपाय छैन हामीले विकसित देशहरूमा देखेका छौँ कतिपय ठाउँमा राज्यले कति संरक्षण दिएको छ कति लगानी गरेको छ जनताको यो समस्या समाधान गर्नको लागि त्यसैले हाम्रो देशमा पनि राज्यले हेरिदिनु पर्यो एउटा कुरा अर्को कुरा मानिसहरूले पनि अहिले अब आफ्नो कतिले व्यवसाय परिवर्तन गर्ने बेला पनि आयो भनौँ न अब 1-2 वर्ष टुरिज्मको व्यवसाय नचल्न सक्छ मान्छेले गरिआएका जुन कामहरू छन् यो नचल्ने कामहरू छ भने अब चल्ने कामहरू के हो हेल्थ सेक्टर राम्रोसँग चल्न सक्छ अहिले आइटी सेक्टर राम्रोसँग चल्न सक्छ त्यस्तै अन्य कति कृषिको क्षेत्र राम्रोसँग चल्न सक्छ जुन क्षेत्रहरू राम्रोसँग चल्ने हो भने त्यो क्षेत्रमा चाहिँ मान्छेले आफ्नो व्यवसाय अलिक परिवर्तन गरेर त्यसमा लाग्नु पर्यो ताकि मान्छेलाई फेरि रोजगारी उसले राम्रोसँग पाओस् त्यसैले यी कुराहरू र अनि अलिकति के त भन्दाखेरि भविष्यप्रति सकारात्मक चिन्तन पनि मानिसले गर्नुपर्छ निरुत्साहित हुने होइन कि एउटा सकारात्मक हिसाबले यो समय अब कुनै समयमा थियो धेरै अगाडि पनि यस्ता संक्रामक रोगहरू आएको थियो समाजमा चाहिँ एकदमै आर्थिक स्थिति मन्द भएको अवस्था पनि थियो मान्छे डिप्रेसनको एउटा अवस्थाबाट फेरि मान्छे रिभाइभ गरे हो भनेको जस्तै यो कोरोनाले निम्त्याएका जुन समस्याहरू छन् यो पनि यो छेडीको केही समय रहन्छ यो जान्छ फेरि राम्रा दिनहरू फेरि आउँछन् भनेर मानिसले एउटा सकारात्मक रूपले यसलाई लिने र यसलाई एउटा अवसरको रूपमा पनि यसलाई लिनुपर्छ जस्तो मलाई लाग्छ त्यसैले म फेरि पनि अनुरोध गर्न चाहन्छु कि यसलाई सकारात्मक रूपले र एउटा अवसरको रूपमा चाहिँ यो समयलाई हामीले प्रयोग गर्न जान्नुपर्छ जस्तो लाग्छ
हजुर, यो समय हाम्रो दिनचर्यामा यो किसिमको जसरी तपाईँले भर्खरै सुझाव दिनुभएको छ त्यो सुझावहरू लागू गर्ने किसिमको अभ्यास भयो भने त समस्या समाधान हुने भइहाल्यो। तर यो समयसम्ममा तपाईँले जसरी अध्ययन गरेर लकडाउन सिन्ड्रोम छ भनेर त्यो कुराहरू अगाडि आइसकेपछि अहिले केही व्यक्तिमा केही लक्षणहरू देखा पर्यो भने त्यसपछि के गर्ने? उहाँहरूले अहिलेदेखि नै आफ्नो दिनचर्यामा सुधार गर्न सायद ती कुराहरू सुधार हुँदै जान्छ अथवा चिकित्सकको सल्लाह लिनु पर्यो अथवा के गर्ने? केही सङ्केतहरू यो समय कसैसँग छ भने? अब मानिसहरूलाई अब साधारण रूपमा यो कस्तो छ भने दुई स्टेजमा मैले देखेको छु। एउटा चाहिँ मानिसहरूलाई साधारण अलिअलि मात्रै लक्षणहरू, अब लक्षण धेरै कडा प्रकृतिको लक्षण नभएका मानिसहरू छन् भने अर्का थरी मान्छेहरू के छन् भने असाध्य रोगबाट पीडित भएका मान्छेहरू, जस्तै मुटुका रोगहरू, मृगौलाका रोगी, दमखोकीका रोगी, अब त्यस्तै प्रकारले डायबिटिज, क्यान्सर, यस्तो खालका रोगीहरू जसरी कोरोनाको संक्रमणले यो असाध्य रोग लागेका मान्छेलाई छुँदाखेरि उनीहरूको मृत्यु भइरहेको अवस्था छ, त्यस्तै प्रकारले यो असाध्य रोगबाट पीडितहरूलाई यो लकडाउन सिन्ड्रोमले छुँदाखेरि पनि उनीहरूको मृत्यु हुने अवस्था हामी देखिरहेका छौँ। अब ब्लड प्रेसर भएका मान्छेहरूलाई यो लकडाउन सिन्ड्रोम हुँदाखेरि उनीहरूलाई स्ट्रोक हुने, हार्ट एट्याक हुने, त्यस्तै प्रकारले दमखोकीका मान्छेहरूलाई न्युमोनिया हुने, दमखोकीका मान्छेहरूलाई दमखोकी एकदमै बढ्ने, भनौँ न। त्यसरी के त भन्दाखेरि यदि रोगले कडा रूप लियो भने छाती बेसगनी दुख्ने, दम बेसगनी बढ्ने, प्रेसर बेसगनी बढ्ने, अब यस्तो अवस्थामा र एकदमै मान्छेलाई निराशा हुने, अब मान्छेलाई केही गर्न मन नलाग्ने, निन्द्रा एकदमै खलबलिने, यस्तो डिप्रेसनको लक्षणहरू पनि देखिन थाल्यो भने तत्काल चिकित्सकको परामर्श लिएर यसको उपचार गराउनुपर्छ। यसको उपचार सम्भव छ, यदि सक्यो यसलाई छिटो हामीले उपचार गर्न सक्यो भने मान्छेले यसबाट हुन सक्ने ठुलो जोखिमहरूबाट पनि मान्छे बच्न सक्छ। त्यसैले अब अलिकति छुट्याउन सक्नुपर्छ कि आफूलाई यदि भोक राम्रोसँग लागिराखेको छ, निन्द्रा ठिकै छ, भोक र निन्द्रा, म यो दुईटा कुरा भन्छु कि मान्छेलाई भोक छ, निन्द्रा छ भने अलिअलि लक्षणहरू देखिए पनि त्यसले त्यति ठुलो असर पार्दैन। र भोक पनि हराउने, मान्छेको निन्द्रा पनि हराउने, यो दुईटै कुरो यदि गयो र लकडाउन सिन्ड्रोमका अरू लक्षणहरू देखियो भने हामी चाहिँ चिकित्सकका जानुपर्छ र उपचार गर्नुपर्छ भनेर बुझ्नुपर्छ। डाक्टर साहब, भन्दाखेरि परिवारको जिम्मेवारी महत्त्वपूर्ण भयो। कुनै कुनै अवस्थामा त अब जो यो सङ्केतहरू जसमा देखा परिसकेको हुन्छ उहाँलाई थाहा पनि नभएको अवस्थालाई होइन, परिवारको जिम्मेवारी पनि महत्त्वपूर्ण हुने भयो। एकदमै अहिले अब यो समयमा हामीहरू धेरै यसो परिवारसँग बसिरहेको अवस्था छ। अब यो परिवारसँग बसिरहेको हुनाले एउटा सजिलो के पनि छ त भन्दाखेरि यदि कसैलाई यस्तो खालको समस्या देखियो भने परिवारका अन्य सदस्यहरूले त्यो एउटा जिम्मेवारी पूर्वक यसलाई त समस्या भएछ, उसलाई सहयोग गर्न पर्यो भनेर परिवारको सदस्य मार्फतबाट त्यो हुन सक्यो भने पनि राम्रो हुन्छ। परिवारमा बस्दाखेरि अब कोही अब कमाउने मान्छे हुन्छ परिवारमा एकजना, अब ऊ रोजगारी गुम्यो, परिवारमा अब अरू मान्छेहरू होलान्, उनीहरूले चाहिँ त्यस्तो व्यक्तिलाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ। अलिकति त्यसमा मानसिक एउटा सहयोगको एकदमै ठुलो आवश्यक पर्छ कि परिवारका सदस्यहरूले जति सक्यो त्यस्तो परिवारको आफ्नो सदस्यलाई समस्या देखियो भने जति सक्यो अब अघि मैले भनेका कुराहरू, यो सकारात्मक चिन्तनका कुराहरू, उसलाई सहयोग गर्ने कुराहरू, शारीरिक गतिविधिमा लगाउने कुराहरू, कुनै काममा बोलाउने कुराहरू, यस्ता खालका कुराहरूमा परिवारको सदस्यले मद्दत पुर्याउन सक्छ। यो एकदमै ठुलो एउटा महत्त्वपूर्ण कुरा पनि हो। अब परिवारमा बालबच्चाहरू पनि हुन्छन्, वृद्ध नागरिकहरू पनि हुन्छन्, तर यो अहिलेको यो अवस्थाले धेरै जसोलाई विशेष गरी यो युवा वर्ग, अहिले मैले के देखेको छु भन्दाखेरि यो युवा वर्गलाई बढी पीडा भइरहेको देखेको छु, किनभने सबभन्दा चञ्चल, सबभन्दा गतिशील पनि यो युवा वर्ग हो। युवा पिँढी चाहिँ अहिले बढी पीडित भएको मैले देखिराखेको छु। बालबालिकाहरू पनि स्कुल जान पाएका छैनन्, यो के भइरह्यो, कसो भइरह्यो, खेल्न पाइरहेका छैनन् राम्रोसँग, उनीहरूलाई पनि छ। तर धेरै जसो कसलाई छ त भन्दाखेरि यो जो काममा निक्लने, दैनिक एकदमै व्यस्त रहने, रोजगारीमा लागिरहेको व्यक्तिहरू भनौँ न, यो युवा पिँढी चाहिँ अहिले सबैभन्दा बढी पीडित छ। त्यसैले त्यो युवा पिँढीहरूलाई चाहिँ उनीहरूभन्दा माथिल्लो जेनेरेसनका मान्छेहरू
उनीहरूका अभिभावकहरूले एउटा संरक्षण दिने सहयोग गर्ने बेला चाहिँ यो। हजुर डाक्टर साहब, भन्दाखेरि यो समय हामी कोरोनाबाट सुरक्षित रहनको लागि लकडाउनको अवधिमा छौँ र लकडाउनको अवधिसँगै जसरी एउटा जटिल अवस्थाको बारेमा तपाईँले अध्ययन गर्नुभएको छ र ती अवस्थाहरू समाजमा देखिन थालिसकेको कुरा तपाईँ यसरी सुनाउँदै हुनुहुन्छ। लकडाउन खुकुलो पार्ने भन्ने कुराहरू पनि अब धेरै लामो समयदेखि चर्चा हुँदै आएको भयो। अब खुकुलो पार्ने भन्नेमा पनि अब विभिन्न व्यवसायहरूको आफ्नै किसिमको धारणा छ, अन्य विभिन्न व्यक्तिहरूको पनि आफ्नै किसिमको धारणा। तर तपाईँको दृष्टिकोणमा यो लकडाउन खुकुलो पार्ने भनेपछि स्वाभाविक रूपमा लकडाउन सिन्ड्रोम कम गर्नको लागि पनि यसले महत्त्वपूर्ण भूमिका त खेल्छ नै। लकडाउन खुकुलो पार्ने भन्नाले कस्तो किसिमको दृष्टिकोणका साथमा यतातर्फ हामी पाइला चाल्नु पर्ला स्वास्थ्य सोच्ने हो भने? अब लकडाउन त खुकुलो पार्नै पर्छ। यो लकडाउनले त यो जिन्दगी त चल्दैन। एउटा निश्चित समयमा यो संक्रमण नफैलियोस् समुदायमा भन्नको लागि यो लकडाउन जरुरी पनि हो। तर यो धेरै लामो समयसम्म लम्बिँदाखेरि यसले नकारात्मक असर पार्छ, जुन हामी देख्न थालिसकेका छौँ। त्यसैले यो लकडाउनलाई खुकुलो पार्नुपर्छ। जुन ठाउँमा धेरै अब समस्या छ, ठुलो समस्या भएको ठाउँमा अलि कडाइका साथ यसलाई विचार गर्नुपर्छ भने अलिकति समस्या कम भएको ठाउँमा, संक्रमण कम फैलिएको ठाउँमा यो गतिविधिहरू, काम व्यवसायहरूको लागि चाहिँ खुकुलो पार्नुपर्छ। मलाई के लाग्छ त भन्दाखेरि अब यो कोरोना चाहिँ यो सकिनेवाला छैन। यो अब वैज्ञानिकहरूले पनि भनिसके कि अब यो सँगै हामी बाँच्नुपर्छ। यसको भ्याक्सिन औषधि आए पनि तुरुन्तै आउनेवाला पनि छैन, यो समय लाग्छ। यो आए पनि यो अहिले तत्काल हामीसम्म आइपुग्दैन र त्यो यदि भ्याक्सिन लगाइहाल्यौँ भने पनि हामी छोटो समयलाई मात्रै सुरक्षित हुने हो। यदि यसको असर सकिन्छ फेरि अब त्यो के भन्छ काम नलाग्ने हुन्छ। त्यसैले हामी आशावादी त हुनुपर्छ, तर त्यसमा भर पर्नु हुँदैन। हामीले यो कोरोनासँगै बाँच्न सिक्नुपर्छ। एउटा के त भन्दाखेरि सबभन्दा पहिलो कुरा मानिसले आफ्नो प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउनु पर्यो। कोरोना लागिहाल्यो भने पनि मान्छे त मर्दैन है, धेरै नै कम मात्रै मृत्यु भएको देखेका छौँ। अब नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने त 0.5% मात्रै मृत्यु दर छ। त्यो एकदमै कम हो। त्यो अरू रोगहरूले बरु धेरै मानिसहरू मरिरहेको स्थिति छ। त्यसैले एउटा शरीरको प्रतिरक्षात्मक प्रणाली त्यो भनेको के त भन्दाखेरि रोग लागिहाल्यो भने पनि रोगलाई परास्त गर्ने एउटा प्रतिरक्षात्मक प्रणालीलाई बढाउनु पर्यो। त्यसको लागि खानपानमा ध्यान दिनु पर्यो। पौष्टिक आहार, प्रशस्त सागसब्जी फलफुल खानु पर्यो, भिटामिन सी भएका खानेकुराहरू खानु पर्यो, जङ्क फुड खानु भएन, चुरोट सुती रक्सीको सेवन गर्नु भएन। एउटा कुरा त्यो हो हाम्रो डाइटको कुरा। अर्को कुरा शारीरिक गतिविधि, एउटा एक्सर्साइजले पनि मान्छेको इम्युनिटी पावरलाई बढाउँछ। फिजिकल एक्टिभिटीमा ध्यान दिने अघि पनि कुरा भइसक्यो। र तेस्रो कुरा राम्रो निद्रा। जति राम्रो निद्रा हुन सक्यो त्यति इम्युनिटी राम्रोसँग डेभलप हुन्छ। त्यसैले यो तीनटा कुरा, मान्छेको आहार, मान्छेको शारीरिक गतिविधि र निद्रा, यसमा ध्यान दिने हामीले एउटा इम्युनिटी पावर बढाउनको लागि एउटा कुरा थियो। र अर्को कुरा अब अहिले सुरक्षित रहनको लागि हामीले नसरोस् भन्नको लागि एउटा सामाजिक दूरीको जुन कुरा छ त्यो अब हामीले सधैँ नै अब हाम्रो जीवनमा सामाजिक दूरी अपनाएरै काम गर्नुपर्ने हुन्छ। हुलमुलमा नजिक एकदमै आउने भन्नु भएन। हामीले अब एक्लै बस्दाखेरि त त्यो मास्क लगाउनुपर्छ भन्ने छैन, हिँड्दाखेरि पनि मास्क लगाउनुपर्छ भन्ने छैन। पहिला एकदमै 24 घण्टा मास्क लगाउने भन्ने कुरा पनि आयो। अहिले अब त्यो कुरा बिस्तारै सेलाएको छ। धेरै मास्क लगाउँदाखेरिका हानिका कुराहरू पनि अहिले आएका छन्। त्यसैले मान्छेहरू अब समूहमा हुँदाखेरि मास्क लगाउनु पर्यो। रोग सर्ने एकअर्काबाट हुने त्यस्ता ठाउँहरूमा मास्क लगाउनु पर्यो। होइन भने एउटा सामाजिक दूरी चाहिँ हामीले मेन्टेन गर्नु पर्यो। र जहिले पनि हामीले हातलाई सफा गरिरहनु पर्यो। हातलाई अब मुखमा, नाकमा, आँखामा लाग्नु भएन, छुन भएन र यसलाई हातलाई सफा गर्नु पर्यो। मैले भनेको मतलब के त भन्दाखेरि एउटा शरीरको प्रतिरक्षात्मक प्रणाली बढाएर हामीले रोगबाट, जसरी पहिला हामीले कुनै कसैलाई सरुवा रोग लागेको मान्छेलाई, टिबी नै लागेको मान्छेबाट कसरी बस्थ्यो, त्यही अलिकति टाढा रहने, उसले उसको खकार सकारबाट चाहिँ सुरक्षित रहे, नसरोस् भनेरै हामी बस्या जस्तै यो कोरोना रोगबाट पनि नसरोस् भन्नको लागि त्यो आफ्नो एउटा ती मेजर्सहरू, त्यो तौर तरिकाहरू अपनाउनु पर्छ। त्यसैले चाहिँ यो अबको जिन्दगी भनेको रोगबाट बच्ने उपायहरू अपनाएर आफ्नो दैनिक गतिविधिलाई सुचारू रूपमा चलाउनु पर्छ।
यसलाई अब त्यतिकै राखिरहनु हुँदैन। बिस्तारै बिस्तारै अब म त भन्छु बिस्तारै बिस्तारै स्कुलहरू पनि सुरु हुनुपर्छ। केही समय अहिले तुरुन्तै होइन, केही समयपछि सुरु हुनुपर्छ। मान्छेले आफ्नो अब आर्थिक गतिविधि त अब सुरु गरे पनि हुन्छ। म त भन्छु पसलहरू खोल्न पर्यो, आफ्नो काम अफिसहरू मान्छेहरू जानु पर्यो, फ्याक्ट्रीहरू सञ्चालन हुनु पर्यो। अब यसरी घरमा बसिरहनु चाहिँ हुँदैन, लकडाउनले लम्बिनु हुँदैन, यो चाहिँ खुकुलो हुनुपर्छ भन्ने पक्षमै म छु। मान्छे चाहिँ कोरोनासँग लडेर शरीरमा चाहिँ त्यो इम्युनिटी पावरलाई डेभलप गरेर सुरक्षित हुनुपर्छ, एउटा पक्ष त्यो भने। अर्को पक्षमा एउटा के पनि देख्छु भने अहिले अब धेरै मान्छेहरू आइरहनु भएको छ। अब यो क्वारेन्टाइनको कुरा छ, क्वारेन्टाइनमै मान्छेहरू अहिले मरिरहेको स्थिति हामीले देखिरहेको छौँ। धेरै जसो मानिसहरू त नेपालमा क्वारेन्टाइनमा मरिराखेको छ अहिले अस्पतालमा। त्यसैले यो सबै यत्रो मान्छेहरूलाई अब यत्रो अब बाहिरबाट आउँदै हुनुहुन्छ, प्लेनबाट पनि यत्रो ल्याउँदैछ, इन्डियाबाट अब लाखौँको सङ्ख्यामा आइरहनु भएको छ। सबैलाई क्वारेन्टाइनमा सरकारले राखेर पनि सक्दैन। त्यसैले यसमा चाहिँ छुट्याएर जो आफ्नो घरबार भएको राम्रो ठाउँमा भएको भनौँ न सुरक्षित रूपमा घरमै क्वारेन्टाइनमा बस्न सक्नेलाई घरमै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ र जो सक्दै नसक्ने नभएकाहरूलाई मात्रै सरकारले एउटा भनौँ न सरकारी क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। त्यसैले अब यसलाई चाहिँ अब ठुलो समूह आउने भएको हुनाले अब यो भद्रगोलको स्थिति आउन सक्छ यो देशमा। एकदमै अब बेरोजगार हुने मान्छेहरू रोग फैलने, काम नहुने, बेकामी हुने भएपछि मान्छे समाजमा चाहिँ अपराधहरू पनि धेरै बढ्न सक्छ। त्यसैले यो कुरोलाई एकदमै ध्यान दिएर अहिले सरकारी स्तरबाट राम्रो योजना कार्यक्रमहरू चाहिँ अहिले एकदमै आउनुपर्छ। अन्यथा समाजमा ठुलो सङ्कट, ठुलो समस्याहरू हामीले देख्नुपर्ने अब स्थिति आउन पनि सक्छ। यो एउटा नकारात्मक पक्ष भयो, तर चाहिँ यो नहोस् भन्नको लागि हामी सबैले अब के गर्दाखेरि हुन्छ त्यो उपायहरू अवलम्बन। हजुर डाक्टर साहब, अब यो समयमा सङ्क्रमण देखिरहँदाखेरि उमेर समूह जसरी पहिला ज्येष्ठ नागरिकहरू जोखिममा भन्ने कुराहरू हामीले सुन्यौँ, त्यो पनि नेपालको सन्दर्भमा अथवा अन्य देशहरूमा पनि होइन रहेछ। अन्य उमेर समूहका पनि जोखिममा रहेछन् भन्ने कुराहरू हामीले बुझ्यौँ यो समयसम्म। त्यो बाहेक जटिल रोग भएका व्यक्तिहरू जसरी अब मुटु रोगकै कुरा गरौँ अथवा अन्य रोगकै कुरा गरौँ, बढी जोखिममा ज्येष्ठ नागरिकहरू र जटिल रोग भएका व्यक्तिहरू छन् भनिरहँदाखेरि उहाँहरू कसरी सुरक्षित रहने, अन्य व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता र उहाँहरूको त फरक हुन्छ। अब उहाँहरूले पनि त्यही क्षमता विकास गर्ने अथवा उहाँहरूको लागि के हुन्छ सल्लाह? अब यो हामीले उहाँहरूलाई हाई रिस्क पिपल भन्छौँ, धेरै जोखिम भएका व्यक्तिहरू। अब वृद्ध नागरिक मात्रै होइन, वृद्ध नागरिक वृद्ध हुँदै मान्छे अब 100 वर्ष भएर पनि कोरोना लागेर बाँचेको हामी धेरै घटना देख्यौँ। त्यसैले अहिले के कुरा पुष्टि भयो भन्दाखेरि जसलाई असाध्य रोग लागेको अवस्था छ, जो रोगी हुनुहुन्छ हो, उहाँहरूलाई चाहिँ अब यो सङ्क्रमण हुँदाखेरि मृत्यु हुने सम्भावना बढी हुने हामीले देख्यौँ। त्यसैले जसलाई स्वास्थ्यको समस्या छ, अब त्यो युवा पिँढी पनि हुनसक्छ, वृद्ध नागरिक पनि हुनसक्छ, बालबच्चा पनि हुनसक्छ। त्यसैले शरीर कमजोर स्थितिमा भएका व्यक्तिहरू, जो रोगबाट पीडित हुनुहुन्छ, जसले औषधिको सेवन गरिरहनु भएको छ, उहाँहरूले यो सङ्क्रमणबाट बच्नको लागि विशेष ध्यान दिनु जरुरी छ। विशेष ध्यान दिने भन्नाले के हो त भन्दाखेरि यही शरीरलाई कसरी इम्युनिटी बढाउने, उहाँहरूले विशेष रूपमा अरूले भन्दा पनि विशेष रूपमा अब मैले अघि भनिहालेँ इम्युनिटी कसरी बढाउने भन्दाखेरि खानपानमा अहिलेको यो स्थितिमा यो समयमा विशेष ध्यान दिनु पर्यो। यो जो रोग लागेको व्यक्तिहरू हुनुहुन्छ, जो कमजोर व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले अहिलेको समयमा विशेष रूपमा प्रशस्त प्रोटिनयुक्त खानेकुराहरू खानुपर्छ, प्रशस्त भिटामिन भएको खानेकुराहरू खानुपर्छ। एउटा कुरा उहाँहरूले खानपानमा ध्यान दिनु पर्यो। दोस्रो कुरा उहाँको औषधि जुन उपचार भइराखेको छ, अब कतिले अब अहिले डाक्टर भिजिट गर्न पाइरहनु भएको छैन, कतिले के हुन्छ भन्दाखेरि अब औषधि सिद्धियो, अब किन्न जान पाएर भने औषधि छोडिरहेको अवस्था पनि हामी धेरै देखेका छौँ त्यो है। त्यसैले यो अवस्थामा कुनै हालतमा पनि औषधि छोड्नु हुँदैन। यदि डाक्टरलाई भिजिट गर्न सकिएर परामर्श लिन सकिएन भने अहिले टेलिफोनबाट यो भाइबर मेसेन्जरहरूबाट भिडियो कल पनि गर्न सकिन्छ। अहिले यो टेक्नोलोजी छ, सजिलो पनि छ, धेरैले त्यो गरि पनि रहनु भएको छ। यदि कसैले गर्नु भएको छैन भने त्यो पनि गर्नु पर्यो। भनेपछि जो कमजोर हुनुहुन्छ उहाँहरूले एउटा उपचारमा ध्यान दिनु पर्यो। यदि राम्रोसँग उपचार भइरहेको छ, सुगर कन्ट्रोलमा भइराखेको छ, प्रेसर कन्ट्रोलमा भइराखेको छ, दम खोकी कन्ट्रोलमा छ भने कोरोना लागिहाल्यो भने पनि त्यसलाई ढाल्ने सम्भावना कम हुन्छ। त्यसैले उपचारमा ध्यान दिनु पर्यो नम्बर 1। नम्बर 2 खानपानमा ध्यान दिनु पर्यो। र तेस्रो कुरा
निद्रामा ध्यान दिनु पर्यो। यदि निद्रा लाग्दैन समस्या छ भने औषधि खाएर हुन्छ। त्यसैले यो एकदमै जरुरी छ। निद्राले चाहिँ शरीरलाई रेस्ट दिन्छ, शरीरलाई आराम भयो भने रोगसँग लड्न सक्छ। त्यसैले तीनटा कुरा फेरि दोहोऱ्याउँछु, खानपानमा ध्यान दिनु पर्यो, उपचारमा ध्यान दिनु पर्यो, निद्रामा ध्यान दिनु पर्यो। विशेष गरी जो रिस्कमा हुनुहुन्छ, वृद्ध नागरिक भनेर भएन, अहिले देखियो अब कमजोर व्यक्तिहरू जुनसुकै उमेरका पनि कोरोनाको कारण मृत्यु हुन सक्छ। त्यसैले विशेष ध्यान दिउँ जो चाहिँ कमजोर हुनुहुन्छ, जसको प्रतिरक्षात्मक शक्ति कम छ र जसले चाहिँ औषधि उपचार गराइरहनु भएको छ, त्यो पनि विशेष गरी असाध्य रोग, उहाँहरूले ध्यान दिनुपर्छ। डाक्टर साहब, यो समयमा जसरी अब एकजना व्यक्ति संक्रमित हुन्छ र त्यसपछि सम्पर्कमा आएका व्यक्तिहरूको पनि परीक्षण गर्दाखेरि एक व्यक्ति संक्रमित हुने, अरू धेरै व्यक्तिहरूमा त्यो संक्रमण नदेखिने, यसको कारणहरू पनि यही नै हो। रोग प्रतिरोधात्मक क्षमताको कुरा, जीवनयापन, जीवनशैली, दैनिकीमा अनुशासनका कुराहरू, यिनै कारणले गर्दा एकजना व्यक्तिमा संक्रमण देखिन्छ र सम्पर्कमा आएका अन्य व्यक्तिहरू सुरक्षित रहनु, यो एउटा निकै चासोको विषय बनेको छ यो समय। अब सम्पर्कमा आयो भन्ने बित्तिकै उसलाई त्यो रोगले छोइहाल्छ भन्ने छैन। अब हामीले पनि देख्छौँ नि, अब एउटै वातावरणमा दुईटा व्यक्तिहरू बस्दाखेरि एउटा मान्छेलाई त्यो रोगले छुन्छ, अर्कोलाई छुँदैन भनेपछि एउटा कुरा त यो व्यक्तिको रोगसँग लड्ने क्षमतामा भर पर्छ, उसको इम्युनिटी पावरमा। जसको इम्युनिटी पावर कमजोर छ उसलाई रोग लाग्छ। त्यति नै मात्रामा रोगको कीटाणु उसले लिएको छ भने दुईजनाले बराबर मात्रामा रोगको कीटाणु लियो सम्पर्कबाट भने पनि एउटा कुरा त्यो हो। अनि अर्को कुरा के हो त भन्दाखेरि सम्पर्कमा आउँदाखेरि पनि अब त्यो रोगका कीटाणुहरू, भाइरस, उसले कति शरीरभित्र लियो। अब अहिले भनाइ के छ त भन्दाखेरि कमसेकम त्यो भाइरस 1000वटा भाइरस शरीरमा नपसिकन त्यसले रोग गराउँदैन भन्ने छ। अब भनेपछि अब दुईजना मान्छे रोगीको सम्पर्कमा आयो, एउटाले चाहिँ थोरै मात्रै त्यो अब लियो, अब छुँदैमा त आउने कुरो होइन, शरीरबाट छालाबाट त छिर्दैन, नाक मुख आँखाबाट छिर्नु पर्यो अहिलेसम्मको अनुसार, तथ्याङ्क अनुसार। त्यसैले मान्छेले थोरै मात्रामा भाइरस यदि लिएको छ भने त्यसलाई रोग लाग्ने सम्भावना कम हुने भयो। जसले धेरै मात्रामा भाइरस लिएको छ उसलाई लाग्ने सम्भावना, अनि दुईटा फ्याक्टरमा भर पर्यो, क्लियर कट। एउटा शरीरको प्रतिरक्षात्मक प्रणालीमा भर पर्यो, अर्को चाहिँ कति डोजमा, कति मात्रामा उसले भाइरसलाई शरीरभित्र लियो त्यसमा भर पर्यो। यो दुईटा कुरामा भर पर्छ धेरै जसो। भाइरसको अब जात त अहिले उस्तै छ सबै भनौँ न। यदि अब अर्को केमा पनि भर पर्छ त भन्दाखेरि भाइरस कुन किसिमको भाइरसमा भर पर्छ। हुन त अहिले अब नेपालमा कुन किसिमको भाइरस भन्ने अहिले अब सुरुमा जुन परीक्षण भयो त्यो वुहानमा जुन भाइरस थियो त्यही हो भन्ने खालको भएपछि त्यसपछि फेरि यहाँ परीक्षण भएको छैन। त्यसैले भाइरस पनि के हुन्छ, त्यसले रूप फेरेर अब कडा खालको भाइरस र अलिकति कमजोर खालको भाइरस त्यो पनि हुनसक्छ। हेर्नुहोस्, कडा खालको भाइरसले छोयो भने त्यसलाई रोग लाग्ने भयो, नरम खालको हो भने लाग्ने भएन। अब भाइरसले त रूप फेरिरहन्छ। नेपालमा अब त्यो टाइम आइसक्यो। भाइरस कुन भाइरस, अहिले कुन भाइरस चलिरहेको छ, त्यो इन्डियाबाट आएको कुन चाहिँ भाइरस हो त, कडा खालको भाइरस भन्ने कुरो जुन भएको थियो कुन चाहिँ हो त त्यो भन्ने कुरो त्यो जाँच भएको छैन, त्यो परीक्षण हुनुपर्छ भन्ने कुरा छ। डाक्टर साहब, हस्, धन्यवाद छ। आज हामीले यति कुराकानी गऱ्यौँ र यो कुराकानी सँगै अरू विषयहरूमा पनि हामी यसरी नै सम्पर्कमा रहेर कुराकानी गर्नेछौँ। आजको यो सहभागिताको लागि यहाँलाई धन्यवाद छ। हस् त, धन्यवाद छ धेरै। नमस्कार। थौया ज्याजुले चिसा खलाबला ब्याका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज जैमिनाप नेवा पत्रकार राष्ट्रिय दबु पाखिने थुक्ता हे थिति विषय खलाबला ब्याका इंकेगु सहला ब्याका इंकेगु लिसे जेगुनिते अतिक मागु सुच क्षेत्रातक थिंकेगु गोसा निरन्तर जी नेवा पत्रकार राष्ट्रिय दबु पाखे यहाँ पुगु थुगु ज्याजो पाखे जी सूरज वीर बजवाचार्य बा सुभा।